अनि त्यो खोला त्यहाँ जाँदैन नि त अलिकति तपाईँ धेरै पर्दैन 6-7 लाख रुपियाँको चाहिँ तेल र चाहिँ डोजर रिक्सा भेटेर जम्मा गर्ने हो भने तपाईँ यहाँबाट सिधा खोला खोलिदियो भने त त्यहाँ जाँदै जाँदैन खोला उता ठाउँ नपाएर गएको हो नि त त्यहाँ त खोला त च्यानलाइज गर्ने हो भने यसको बिचबाट खोला भएको छ कि यस्तो कामहरू तपाईँले आउने मैले यसपालिको डिजीले मैले भनेको छु आपतकालीन बजेट यसपालिको यस्तो कामहरू तपाईँले अहिले माग्नु भन्दाखेरि पैसा छैन बरु म डिजीले भनेर यस्तो पैसा 4-5 लाख रुपियाँ भयो भने तपाईँ यहाँ 4-5 लाख रुपियाँ काम पैसा भयो भने तपाईँको 1500 डोजर पाउँछ घन्टाको होइन 1000 रुपियाँ तेल हाल्नु उत्तरी सिमानाबाट यहाँबाट यहाँ काट्नु यो पुल कटाइदिन्छु पुल काटेपछि सकियो ल यो यस्तो खालको बजेट मैले देखाउन खोजेको देवबन्धलाई यो तल्लो क्षेत्र पछाडि यो कुरालाई चाहिँ हजुरले झापाको माई खोला हाम्रो एकदम गुरु खेलाडी महासङ्घको सचिव यता हाम्रो यसो गर्यो भने उत्तरी बेडलाई जोगाउनको लागि भयङ्कर ठुलो हो केही दिन परेन 15 दिन डोजर लगाइदियो भने मलाई गइदिन्छ मैले अहिले यस्तो त्यो सबैले तपाईँबाट हिँड्नु आएको छैन अहिले रोसीको यो टिभी आयो है ल त्यहाँ जानु सबै अहिले क्यान्डल लागेको चाहिँ माइमा यो दक्षिणपट्टि पूर्व पनि लागेको छ टावर जोगाउनुहोस् है तपाईँ टावरलाई जोगाइदिनुहोस् है यतापट्टि लान आँटिरहेछ दाइलाई मैले अस्ति भनेको थियो त्यसलाई तपाईँले अलिकति पैसाको व्यवस्था गरेर खोला काट्नुहोस् त्यहाँबाट सिधा काटेर यसलाई छोडिदिने खोला यो उनीहरूसँग सम्पर्क गर्नु होइन त्यो तरिकाले गऱ्यो भने तपाईँ धेरै सजिलो हुन्छ मेरो भाइ हाम्रो गाउँमा हो नि त विजय सरले वेलकम यो जनताको तटबन्धन माननीय सिँचाइ ऊर्जा जलस्रोत राज्य मन्त्री ऊर्जाशील व्यक्तित्व आइपुग्नु भएको छ यो माया प्रेम सद्भाव हो यता हाम्रो जिल्ला सभापति देवबन्ध दाई निरन्तर सही फुर्सदै छैन हाम्रो दाइलाई पैसा खर्च यति 15-20 लाख 25 लाख पैसा आउँथ्यो त्यो काम गर्नु दिन्छ नि सरकारलाई सिँचाइ भने नाम चले कोरियाले नभए यत्रो जग्गा जमिन रहने थिएन मेरो भाइ बृहस्पति पनि यतै छ जनताको तटबन्धन कार्यक्रम माइदार झापामा हार्दिक स्वागत गर्न चाहन्छु। यस कार्यक्रममा उपस्थित हुनुभएका माननीय ऊर्जा राज्य मन्त्रीज्यू नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका पार्टी सभापति देवकुमार देवेज्यू लगायत भूमिगत जलस्रोत सिँचाइ आयोजनाका कार्यक्रम प्रतिनिधि प्रतिनिधि खड्ग कार्कीज्यू मैले केही 2 शब्द निर्देशनको लागि अनुरोध गरेँ। धन्यवाद विजय कुमार रेग्मीज्यू आयोजक प्रमुखज्यूहरू र पार्टीको मेरो आदरणीय सभापतिज्यू पार्टीको महासमितिज्यू सबै कर्मचारी साथीहरू यहाँहरूलाई मेरो व्यक्तिगत तर्फबाट म नेपाल सरकारको मात्रै तपाईँहरूलाई हार्दिक नमस्कार जय नेपाल। सर्वप्रथम त यो कार्यक्रमलाई अलिक लामै टाइम लिएर आउने कार्यक्रम मैले बनाएको थिएँ र म प्रथम त अलिक ठाउँ व्यक्तिगत जस्तो तरिकाले एउटा कार्यक्रम जानु पऱ्यो भने यहाँहरू बस्नु पायो मलाई सभापतिज्यूले स्वागत गर्नुभयो र तपाईँ आयोजन विजयजीले सहयोग गर्नुभयो त्यत्रो चाहिँ मलाई सम्मान गर्नुभयो यहाँहरूलाई फेरि पनि म धन्यवाद दिन चाहन्छु। सर्वप्रथम त अब हाम्रो यो सिँचाइको कामहरू तटबन्धन कामहरू के हो भने जनतालाई जोगाउने काम हो हाम्रो यो अफिस भनेको र मैले अघि तपाईँलाई विजयजी मैले कुरा गरेँ यहाँहरूले के हेर्नु पर्यो भने खोलाले हेरेर तपाईँहरू खोजिराखेका छ अब अघि देखियो त्यहाँनिर अब त्यो पुलबाट देखि त्यो गाउँ पैसरी खोला यहाँले त्यो खोलाको लागि खोलाले ठाउँ नपाएर त्यहाँ गएको
त्यो खोलाको बीचबाट टक्क चाहिँ 200-300 मिटर जति चाहिँ ठ्याक्क चौडाइ बनाएर 4-5 मिटर गहिरो बनाएर त्यसलाई सुरुङ त्यो सुरुङ जस्तै एउटा त्यो बनाइदिएको भएदेखि त्यो खोलाले त्यो गाउँ खोज्दैन। त्यो हिसाबले यहाँले गर्ने कामहरू विकासको कामहरू यहाँले आफैले खटेर राम्रो काम गर्नुपर्छ। यहाँ कर्मचारी साथीहरूलाई मैले बारम्बार भन्छु, मैले काठमाडौँको मन्त्रालयको मिटिङमा पनि त्यही कुरा गरिरहेको छु। यहाँहरूले सबैभन्दा यहाँहरूको देश बनाउने यहाँ हामी राजनीति गरेपछि अस्थायी हामी ठेगान छैन। हामी 1-1.5 महिना बजेट अगाडि जानु पनि सक्छ हामी मन्त्री भनेको र यहाँ चाहिँ थाहै सरकारको मानिस तपाईँ कर्मचारीहरू साथीहरू है। अब यहाँ कर्मचारी साथीहरूले राम्रोसँग काम गर्नुहोस्। मन्त्रालय तर्फबाट गर्नुपर्ने कामहरू बजेटको व्यवस्थाहरू के आवश्यकता छ बजेटको व्यवस्थाहरू तपाईँले लिएर आउनु समय जेठ मसान्तलाई नै आर्थिक वर्ष जेठ मसान्त बनाउनुपर्छ भन्छ। अनि असारको टाइममा चाहिँ असार 1 महिना चाहिँ कहाँ के पहिरो कहाँ जान्छ तपाईँको कुन ठाउँमा काम गर्नुपर्ने हो कहाँ छ क्षति असार 1 महिना हेर्ने। अनि साउन 1 महिनामा इस्टिमेट गर्ने हो हामीले त्यो ठाउँको लागि गर्ने हो। अनि अब भदौमै टेन्डर निकालेर असोज कार्तिकबाट काम गर्नुपर्ने काममा अब सिस्टम के छ भन्दाखेरि हाम्रो देशलाई अर्थ मन्त्रालयले घुमाइ अर्थ मन्त्रालयले हातगडी लगाइदिएछ। सबैलाई हातगडी लाउने बजेटको चाहिँ व्यवस्था चाहिँ अर्थ मन्त्रालयले हातगडी लगाइदिएछ त्यहाँनिर। अब उहाँले आजभोलि पैसा पठाउनुहुन्छ अनि कहिले काम गर्ने यो हिसाबले अब हाम्रो मन्त्रालय अन्तर्गत चाहिँ मैले अब अस्तिकै यहाँलाई हामीले चाहिँ सरुवा गर्ने बेलामा नि हामीले एउटा कार्यक्रम गरेको थियौँ मन्त्रालयमा। यहाँले टेन्डर छिटो गराएर छिटो काम गराउने कामहरू गर्नुपर्छ भनेर मैले त्यतिखेर पनि निर्देशन यहाँहरूले दिएको। त्यो हिसाबले आवश्यकता पर्ने ठाउँमा म नेताजी यहाँ हुनुहुन्छ, मेरो पार्टीको सभापति हुनुहुन्छ, त्यसलाई चाहिँ तपाईँले कमसेकम 5-6 लाख रुपियाँ मात्रै दाम भयो भने त्यो सिधा काटेर त्यसलाई चाहिँ 10 दिन डोजर चलाउँदाखेरि 1 दिन डोजर चलाएको 8 घन्टा एकछिन 8 घन्टाको 8-4-12,000 रुपियाँ दाम भयो। 12,000 को तेल खाला 12,000 तेल पनि खाँदैन, 10,000 तेल खाला 8,000 तेल खायो भने 20,000 रुपियाँ दाम दिनमा खर्च गर्यो भने 1 महिना चल्यो भने कति भयो 6 लाख रुपियाँको 6 लाख रुपियाँ तपाईँ काम गरेर जाने हो। त्यो खोलालाई 4 मिटर गहिरो बनाएर तपाईँ तल लानु सक्छ। 1 दिनमा यस्तो ठाउँको माटो काट्दाखेरि डोजरले 5,000 घनमिटर माटो काट्छ। यस्तो खालको माटो एउटा 220 को चाहिँ डोजरले स्काइभेटरले 5,000 घनमिटर माटो दिनमा काट्छ। 5,000 भने तपाईँ त्यो पोइन्टबाट त्यो गरेर गयो भने तपाईँको चाहिँ उसले 1 महिना झन्डै 1 लाख घनमिटर माटो काटिदियो। त्यो खोला जत्रो खोला तल पुऱ्याइदियो। यो अरे 5 करोड चाहिँ 90 लाख चाहिँ मेरो विपदवाला हो। त्यसको चाहिँ झन्डै मैले 80% काम गर्छु भने मैले पैसा चाहिँ मागिसकेको छु हजुर। त्यो पैसा आयो भने यी हजुरले दर्शाउनु भएका औलाउनु भएका कुराहरू म कार्यान्वयन गर्छु। खालि मलाई यहाँ 1 रुपियाँ पनि छैन मसित। अहिले यो चाहिँ 5वटा नदीमा खर्च गर्ने पैसा मेरो हालत त्यो छ। नदी कतिवटा छ? 5वटा। यो अफिसले हेरेर तपाईँ भाग्यमानी मान्छे। मैले जसलाई माया गर्यो त्यो मान्छे भाग्यमानी हुन्छ। विचार गर्नुहोस् है। अब एउटा 17 गते ट्रेन्डर खुल्दैछ। अब यो भटाभट काम भयो भने चाहिँ यसलाई भुक्तानी दिनको लागि 25 करोड यो अफिसबाट भाग्नुपर्छ। यहाँ विपद त्यसमा विपद त सही पैसा आउँछ नि। विपद त आइसक्यो पैसा 2 करोड मोबिलाइजेसन लगाइदिएको छ। 2 करोड आछ 6 करोड छ। अहिले हजुरले नै हेरेको हो यो पुलबाट उत्तरपट्टि जुन दुईतिर क्षति गरेको यो त एउटा नमुना मात्रै हो। नमुना मात्रै दक्षिण पनि जानु उत्तरपट्टि पश्चिमतिर र एकदम उत्तरी बेल्टमा तपाईँको पूर्वतिर जुन किसिमको क्षति गरेको छ यसलाई च्यानलाइज गर्नको लागि हजुरले भने जस्तो तत्काल 5-7 लाख रुपियाँ पैसा छुट्टै तोकेर ठाउँमै तोकेर यसको लागि पैसा आइदियो भने उहाँहरूले अफिस लागेर तपाईँले एउटा चिठी भोलि यो चाहिँ मेल गरिहाल्नु न एउटा त्यहाँनिर। अब हामीले यही पैसा महिनाभित्रमा अथवा हटाबाट एउटा स्क्वायर लाएर त्यसमा चाहिँ त्यो बाटो तल टेक्रा साइडको पनि दाइ दक्षिणतिर यहाँनिर टेक्रा पारिपट्टिको बारेमा अलिकति उठाइदिनु। त्यो सडकको हाम्रो सिचात्री एउटा नारायणगढ आएको मन्त्रीको अफिस छ नारायणगढ 5-7 लाख रुपियाँ पैसाको माथि ठाउँमै तोकेर पैसा आयो भने
हामी यान्त्रिकबाट ल्याएर हो या भाडामै लिएर पनि उपभोक्ता समिति लगाइदिएको नि त्यसलाई दिएर कमसेकम उपभोक्ता समिति भाडाबाट त पुग्दैन नि त 500 यो अहिले पुलको माथि पुलको दक्षिण पनि पूर्वपट्टि साइडमा पश्चिमपट्टि त हाम्रो बात छँदैछ टावरको छेउछाउमा छेउछाउमा त्यहाँ हाम्रो धेरै नै घर जो वनकै 4 पर्छ होइन शिवसताजी 10 अहिले पर्यो भने ती पर्यो भने अहिले हामीले पुलबाट मैले देखाइन त दक्षिण हेऱ्यौँ नि दक्षिण त्यो टावर पल्लोपट्टि एउटा टावर छ अहिले हामीले पुलबाटै तल हेरेको त्यही हो सभाजीको पनि जग्गा चिन्दैन पर्छ छैन जग्गा छैन त्यो लगाएर छ त्यहाँ बस्ती धेरै छौँ यही वार्ड पर्छ है फेरि त्यो फ्लड प्लेन भित्रैको कुरो रहेछ मैले हेरेको छैन मैले सुनेको थिएँ फ्लड अब यसो गर्नु न सरले टिपाउनुस् हामीले गर्नुपर्ने काम के छ पछाडि हेर्न जाने भने जाने भनेर सल्लाह गरेका छौँ जति नभए डोजर चलाएर खोला उदोबाट तपाईँ राम्रो कन्डिसनको स्काइबाट यहाँ चाहिँ 10-12 दिनलाई पठाइदिनुहोस् है कन्काई माईको लागि उत्तर र दक्षिणको लागि विजयसँग कुरा गरौँ विजय सरसँग कुरा गरौँ कन्काई माईको लागि राम्रो खालको त्यसो कन्काई माईको लागि उत्तर दक्षिणको लागि चाहिँ व्यवस्था गर्दै हुनुहुन्छ मन्त्रीज्यूले के गर्नुपर्ने म सचिव डिजीबाट भन्नु लगाउने काम गर्नुपर्ने कसले भन्नुपर्ने हो यहाँ मलाई 10-12 दिन यहाँ दिनुपर्छ मिसिन है तेलको उहाँले मन्त्रालयमा पठाउनुपर्छ चिठी विभागबाट त्यहाँबाट म तपाईँलाई तुरुन्तै यो पछि आइतबार तपाईँले मिसिन झार्नु सोमबार मिसिन झार्नुहोस् है त्यो मिसिन कन्डिसन बनाएर टक्क तयार राख्नुहोस् ल कुराकानी गरेँ यहाँ विजयसँग अनि अब त्यसलाई यहाँले चिठी अनि अहिले हेभी रहेछ नि हाम्रो नि उसमा होइन विराटनगरमा मैले त्यहाँको हाकिमसँग नि कुरा गरेँ स्काइबाट त्यहाँ खाली छ अरे गुड मैले त्यही यहाँ हाम्रो रेग्मीले सुनिरहेको छ रेग्मी चलाएको छु गाउँमा त रेग्मी चलाएको हुन्छ क्या कि बराल चलाएको हुन्छ नि रेग्मी चलाएको हुन्छ यहाँ अब यहाँ त बराल ल यसले चिठी तपाईँलाई अब आधी घन्टामा एउटा चिठी आउँछ तपाईँलाई कहाँ डिडिजीले ल्याएको छ तपाईँले नलेखेर नजाइन कोर्ट ल ल ए आइतबार चाहिँ बडा काम सुरु गरिहाल्नुहोस् हामी रिपोर्टिङ गर्छौँ सबै लेखिहाल्नुहोस् तुरुन्तै लेखेर डिडिजी लेखिनुहुन्छ आजै लेखिदेऊ न त्यो हेभीको उतापट्टि हेभी त्यो हाम्रो हेभी त सडकबाट गएको छ त्यो भाइ म त्यसलाई भनिदिइहाल्छु त्यो मेरो नाम लिएर भने पनि गरिदिइहाल्थेँ सडकमै थियो कि त्यो पहिला भूमिगत सिँचाइ र माननीय मन्त्रीज्यूका साथमा हाम्रा जिल्ला सभापति देवकुमार चौहान भाइ निरन्तर सामाजिक